को आउनु न ए यिनी पो रहेछ म त खै त को रहेछ भने बस दाइ गइसक्नु गएछ नि कहाँ बुटो जान्छ के सोचेर एक्लै बस्नु शान्ति म त अलमारमै छु भन्यो भने बिहे गरेको यत्रो 17 वर्ष भयो यत्रो 17 वर्षमा मुस्किलले 1 हप्ता वर्ष होला यत्रो वर्षपछि आफ्नो ठाउँमा फर्किरहेको छु यहाँको रीतिरिवाज अनि यहाँको संस्कार धेरै फरक छ पश्चिम बङ्गालको त्यसमा चाहिँ भुल्न सकुला या नसकुला भनेर साह्रै टेन्सन भइरहेको छ मलाई त दिदी तपाईँ कस्तो डराउनु भएको बच्चा जस्तो रीतिरिवाज चलन यहाँको बुद्धि हेरेर पनि सिकिन्छ नि त सिकिन्छ जानिन्छ जस्तो जस्तो गर्छ त्यस्तै सिकेर गर्ने चल्ने सबैतिर त एउटै होला नि सम्मान भनेको सबैले उ गरेर जसले जस्तो व्यवहार गर्छ जस्तो आफ्नो उ गर्छ त्यस्तै आफूले पनि व्यवहार गरेर हेर्नुपर्छ हुन त हो नि तर मान्छेले हरेक कुरालाई खानदानको इज्जतसँग जोडेर हेर्छन् मैले पश्चिमको तरिकाले यहाँ केही गरौँला पूर्वमा त्यो सही नहोला अनि गलत अर्थ लाग्यो भने त खानदानमा इज्जत जान्छ कि भन्ने त्यो पनि लाग्छ क्या मलाई त अनि कस्तो संस्कार नभएको मान्छे रहेछ भनेपछि कुरा काट्दाखेरि माइतको इज्जत जाला भन्ने पनि डर लाग्छ नि त त्यस्तो कुरा सोच्नु हुँदैन दिदी अब गाउँ समाजमा पनि बस्नु पर्यो आउनु मेरो घरमा आउनु एक्लै बस्नु हुँदैन आउनु म सिकाइदिउँला रीतिरिवाज चलन यहाँको कस्तो के छ त्यो त बाबुआमाको इज्जत त के जान्छ अब चाहिँ जस्तो जस्तो आफ्नो ठाउँको रीतिरिवाज चलन हो आउनु नि त हामीतिर एक्लै नबस्नु होला लाउने पसलमा कोही छैन है आउनु चिन्ता नगर्नु है